जस्तो यहाँ देख्नुहुन्छ यो भाले फुलमा आयो पहिला हेर्नुहोस् है। भाले फुलमा चाहिँ यो मौरी यसरी आयो, आएर हेर्नुहोस् त्यहाँ अब त्यो पुष्परस चाहिँ तल हुन्छ, नेक्टर भन्छौँ, पुष्परस तल हुन्छ। त्यो खान जाँदाखेरि के हुन्छ, मौरीमा चाहिँ विशेष गरेर के हुन्छ भने शरीरभरि झुसहरू हुने भएको कारणले गर्दा अब त्यो चाहिँ के हुन्छ त भन्दाखेरि त्यहाँबाट चाहिँ उडेर गएर चाहिँ पोथी फुलमा जान्छ। पोथी फुलमा जाँदाखेरि के हुन्छ त भन्दा त्यसले पराग त्यहाँ चाहिँ त्यो परागकणहरू जुन भाले कणहरू हुन्छ त्यहाँ लगेर छोडिदिन्छ। हेर्नुहोस् अब त्यहाँ अहिले भर्खरै त्यहाँ भालेमा चरेको चाहिँ मौरी यहाँ आयो, पोथीमा आयो। पोथीमा आएपछि अब के हो त भन्दाखेरि त्यसले चाहिँ त्यो त्यहाँ नेक्टर खाँदाखेरि त्यहाँ परागकण छोडेर जान्छ। त्यसले गर्दाखेरि यिनीहरू बिचमा चाहिँ सेचन हुने हो, जसलाई हामी परागसेचन भन्ने गर्दछौँ। र यो विश्वमा हेर्ने हो भने 60% भन्दा बढी बालीहरू परसित बाली छन्, जसलाई परागसेचन गर्नको लागि चाहिँ यो माध्यममा विशेष गरी किराको भूमिका महत्त्वपूर्ण हुने गर्दछ। यहाँहरूलाई नमस्कार। आज यहाँहरूलाई एकजना वैज्ञानिकको भनाइलाई उद्धृत गर्दै सामग्री बनाउन गइरहेको छु। विशेष गरी यो हाम्रो कृषिको जति पनि बाली नाली छन् त्यो बाली नालीको उत्पादन र उत्पादकत्व बढाउन मौरीले असाध्यै महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। यसैसँग सम्बन्धित रहेर अल्बर्ट आइन्स्टाइन भन्ने वैज्ञानिकले यो संसारबाट यदि मौरी मात्रै लोप हुने हो भने केही वर्षभित्रमा विश्वबाट चाहिँ के छ त भन्दा मानव सभ्यता नै सङ्कटमा पर्ने र लोप हुन सक्ने भनेर उहाँले चाहिँ एउटा आकलन गरेर छोड्नु भएको छ। त्यसैसँग सम्बन्धित रहेर यो मौरी कस्ता हुन्, मौरीले हाम्रो चाहिँ यो कृषिको उत्पादन र उत्पादकत्व बढाउन कस्तो खालको भूमिका खेल्छ, कस्ता खालका मौरीहरू नेपालमा पाइने गर्छन्, ती मौरीहरू कस्तो कस्तो अवस्थामा यहाँ हामीले पाउन सक्छौँ, मौरीलाई घरमा पाल्ने मौरी कस्ता छन् अथवा हामीले पाल्न नसकिने तर हाम्रो कृषिमा भूमिका खेल्न सक्ने मौरीहरू कस्ता छन्, कहाँ पाइन्छन्, ती मौरीहरूको संरक्षण सम्वर्धन गर्नलाई हामीले कस्तो खालको भूमिका खेल्न पर्छ भन्ने बारेमा यहाँहरूलाई सविस्तार जानकारी दिन गइरहेको छु। यहाँले देख्न सक्नुहुन्छ, हेर्नुहोस् त कति मेहनती छन् मौरीहरू। आफ्नो काम आफै गरौँ भनेर चाहिँ घरमा पनि लेखिएको छ। यहाँ मौरीहरूले आफ्नो मजाले यहाँ निर्वाध रूपले काम गरेको देखिन्छ। हेर्नुहोस् त यिनीहरूलाई यसरी आएर त्यो इन्ट्रान्समा त्यहाँ छिरिरहेका छन्, तपाईँले देख्न सक्नुहुन्छ। यी सबै कर्मी मौरी हुन्। कर्मी मौरीहरू यति मेहनती हुन्छन्, यिनीहरूले चाहिँ के गर्छ त भन्दा टाढा टाढासम्म गएर फुलहरूमा डुलेर त्यहाँबाट महहरू ल्याउने, पुष्परस ल्याउने काम गर्छन्, त्यस्तै पराग ल्याउने गर्छन्। भने एउटा फुलबाट अर्को फुलमा जाँदा यिनीहरूले त्यो पराग भाले कणलाई पोथी फुलसम्म लगेर एकदमै महत्त्वपूर्ण काम, सबैभन्दा महत्त्वपूर्ण काम पराग सेचन गरिरहेका हुन्छन्। यसरी मौरीका पनि थुप्रै स्पिसिसहरू छन्, कुनै ठुला छन्, कुनै साना छन्, थुप्रै जातका मौरीहरू आउने गर्दछन् र पराग सेचन गर्ने गर्दछन्। यहाँहरूले देख्न सक्नुहुन्छ यो एपिस मेलिफेरा जातको चाहिँ मौरी हो। यहाँ मौरीहरू अहिले यो अलिकति घाम लागेको अवस्थामा यसरी चरणमा जाने गर्दछन्। हामीले एकदमै यसको निरीक्षण गर्न जरुरी छ। यहाँ देख्न सक्नुहुन्छ जब मौरीहरू बाहिर निस्किएर चरणमा जाने र खुट्टामा चाहिँ पराग डेलीबाट चाहिँ त्यो पराग कण चाहिँ ल्याएको देखियो भने हामीले के बुझ्नु पर्ने हुन्छ त भन्दाखेरि मौरीहरू राम्रोसँग चरणमा गइरहेका छन् भन्ने चाहिँ बुझ्न सकिन्छ। तपाईँहरू त्यो खुट्टामा हेर्न सक्नुहुन्छ, यहाँ प्रशस्त चाहिँ पोलनहरू ल्याएको देख्न सकिन्छ। त्यो हिसाबले पनि के देखिन्छ भने नजिक नै छ, यसको फुलको चाहिँ स्रोत चाहिँ नजिक छ भन्ने देखिन्छ। यसरी हेर्न सकिन्छ। र कहिलेकाहीँ के हुन्छ भने रोगहरू लाग्यो, अलिकति मौरीलाई डिस्टर्ब भयो भने त्यहाँ अलिक गुजुल्टो परेर बस्ने त्यस्तो हुन्छ। अलिकति त्यो भयो भने हामीले घार निरीक्षण गरेर हेर्नुपर्ने हुन्छ। यो यहाँहरूले जुन स्कुलको यो पछाडिको भित्तामा जुन देखिरहनु भएको छ, यसरी मौरीहरू आएर थुप्रै मौरीहरू यसरी यस्तो खालको अलिकति खस्रो खालको भित्तोहरूमा आएर बस्ने गर्दछन्। यो पानी ट्याङ्कीमा पनि यस्ता ठुल्ठुला रुखहरू, पानी ट्याङ्की, ठुला घरहरू जो खस्रा भित्ताहरू हुन्छन् त्यस्तो ठाउँमा आएर यस्ता मौरीहरू बस्ने गर्छन्, जसलाई हामी एपिस डोर्साटा, यो चाहिँ हामीले यो खागो मौरी भन्छौँ। यो चाहिँ माइग्रेटरी टाइपको हुन्छ। यो जाडो मौसममा चाहिँ तराईतिर आउने र गर्मीमा चाहिँ पहाडतिर जाने खालको चाहिँ मौरी हो। यो मौरी चाहिँ साइजमा पनि असाध्यै ठुलो हुन्छ र धेरै मोह पार्न सक्छ। यसले सिङ्गल एउटा चाहिँ चाका बनाउने गर्दछ। यसलाई चाहिँ हामीले घरपालुवा बनाउन सकिँदैन, डोमेस्टिकेटेड गर्न सकिँदैन। यी ठुला साइजका हुने भएको भएर धेरै पोलेनहरू कलेक्सन गर्न सक्छन्। त्यसले गर्दा यस्ता मौरीहरूको पनि संरक्षण गर्न जरुरी छ। विशेष गरी अहिले तराईमा तोरी, फापरहरू र अन्य थुप्रै खालका फलफुल तथा तरकारी बारीहरूमा परागसेचन गर्नमा यिनको ठुलो भूमिका छ। यस्ता मौरीहरूको संरक्षण जरुरी छ। हामीले यी मौरीहरूको वासस्थान पनि हामीले जोगाउन जरुरी छ। साथसाथै
विषादीहरू अत्याधिक प्रयोग भएको कारणले मौरीहरूको लोप भइरहेको अवस्था छ। त्यसले गर्दा यो संरक्षण गर्न सक्यो भने हाम्रो कृषिमा उत्पादन र उत्पादकत्व बढ्न सक्छ भन्ने कुरा मैले यहाँहरूलाई जानकारी गराएँ। त्यस्तै गरी मैले अर्को मौरी देखाएँ। यो चाहिँ एपिस सेरेना भन्ने जात हो। यो लोकल मौरी हो। यसलाई पनि हामीले घरमा पाल्न सक्छौँ। यो चाहिँ के हुन्छ, साइजको हिसाबले अहिले देखाएको एपिस डोर्साटा, एपिस मेलिफेरा भन्दा अलि सानो हुन्छ। यसको मह उत्पादन तिनीहरूको भन्दा अलिकति कम भए तापनि परागसेचनमा चाहिँ यिनीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। विशेष गरी मध्य पहाडी क्षेत्रमा जति पनि परसेचित बालीहरू छन्, जस्तै तरकारी बाली, फलफुल बालीहरूमा परागसेचन गर्नको लागि यसको भूमिका बढी हुने भएको कारणले गर्दा तमाम किसानहरूले, यस्तो मौरी पाल्ने किसानहरूलाई माया गर्न जरुरी छ। त्यसै गरी त्यस्तो लोकल मौरीहरूलाई यसरी पहाडी क्षेत्रमा मुडे घारहरूमा रूपमा पनि पालेको देख्न सकिन्छ। यहाँहरूलाई मैले देखाइरहेको छु। यो विशेष गरी मुडे घारहरू यो काठका चाहिँ मुढाहरूबाट बनाइन्छ र त्यो भित्र चाहिँ ती मौरीहरू पाल्ने गरिन्छ। ती मौरीहरू पाल्दाखेरि यिनीहरूले चाहिँ अलिकति के हुन्छ भने वंशवृद्धिमा चाहिँ यिनीहरूलाई समस्या हुन्छ। किनभने यो मह काट्ने बेलामा त्यसको छाउरा सुत्दै काट्ने भएको कारणले गर्दाखेरि यसको चाहिँ जुन जनसङ्ख्या वृद्धि हुन पर्ने त्यो हुन सक्दैन। तर पनि यो पनि एउटा संरक्षणको विधि हो। यसरी चाहिँ पाल्दिँदा पनि के हुन्छ त भन्दाखेरि मौरीहरू संरक्षित भएका छन् र विशेष गरी मध्य पहाडी क्षेत्रमा रहेका जति पनि चाहिँ अहिले मैले भने जस्तै प्रशिक्षित बालीहरू छन् तिनीहरूको परागसेचन गर्नको लागि निकै भूमिका खेलेको देख्न सकिन्छ। र यस्ता मौरीहरू पनि अहिले बिस्तारै घट्दै गएको किन देखिन्छ भने पहाडी क्षेत्रमा पनि अत्याधिक विषादीको प्रयोगको कारणले गर्दाखेरि यी मौरीहरू मरिरहेका छन्। विशेष गरी फूल फुल्ने बेलामा किसानहरूले नजानेको कारणले गर्दा विषादी प्रयोग गर्दाखेरि यस्ता मौरीहरू चरणमा आउँदाखेरि त्यही नै विष लाएर मर्ने र ती कहिलेकाहीँ के हुन्छ भने मह सङ्कलन गर्दा पनि ती विषहरू सङ्कलन गरेर महको क्वालिटी अथवा गुणस्तर पनि घट्ने भएको कारणले गर्दा तमाम किसानलाई के भन्न चाहन्छु भने यस्ता मौरीहरूको संरक्षणमा हामीले विशेष ध्यान दिनुपर्छ भन्ने कुरा जानकारी गराएँ। त्यस्तै गरी उच्च पहाडी क्षेत्रका ठुल्ठुला पहाडहरूमा रकहरूमा चाहिँ मौरीहरू बसेका हुन्छन्। ठुलो साइजका मौरी बसेका हुन्छन् जसलाई हामी एपिस लेबोरियासा भन्छौँ। यी मौरीहरूले उच्च पहाडमा रहेका जति पनि बालीनालीहरू छन् ती बालीनालीहरूमा परागसेचन गर्नको लागि महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्। 80% भन्दा बढी चाहिँ परागसेचन गर्ने चाहिँ किरा यो मौरी हो र यो मौरीको जगेर्ना गर्न जरुरी छ। र विशेष गरेर मौरी पाल्ने किसानलाई हामीले हौसला दिन जरुरी छ। किनभने यो मौरीको कारणले गर्दा उहाँहरूले मह लिनुभयो मात्रै होइन, त्यो उहाँहरूले मौरी पालिदिएको कारणले गर्दा हाम्रा तमाम धेरै खालका बालीहरूमा परागसेचन भएर हाम्रो उत्पादन बढेको छ। त्यसले गर्दा यो मौरीहरूलाई बचाउनको लागि पनि हामीले विषादीहरूलाई एकदमै न्यूनीकरण गर्न जरुरी छ। विषादी छर्नै पर्ने अवस्था आयो भने पनि कमसेकम किसानहरूलाई, मौरी पाल्ने किसानलाई भनिदिनु पर्यो, अब म भोलि विषादी छर्दैछु भनेर अलिकति जानकारी दियो भने कमसेकम 2-3 दिन मौरी पाला किसानले मौरीहरूलाई आफ्नो घरमा थुनेर राख्दा मौरीहरूको संख्या बचाउन सकिन्छ भन्ने कुरा चाहिँ यो सन्देश दिन जरुरी छ। यहाँहरूलाई मैले सरसर्ती कस्ता खालका मौरीहरू नेपालमा हुने गर्दछन्, ती मौरीहरूले कहाँ कसरी चाहिँ हाम्रो उत्पादन र उत्पादकत्व बढाउनको लागि मद्दत गरिरहेका छन्, ती मौरीहरू कसरी चाहिँ मौरीको वृद्धि विकास हुन सकेको छैन, त्यसको वृद्धि विकासलाई कस्तो खालको चाहिँ हामीले भूमिका खेल्नुपर्ने हुन्छ र त्यस्ता मौरीले खेल्ने जुन खालको चाहिँ भूमिका छ त्यो भूमिकालाई अझ चाहिँ प्रभावकारी बनाउनको लागि हामी तमाम सरकार सङ्घ संस्थाले कस्तो भूमिका खेल्नुपर्छ भन्ने बारेमा यहाँहरूलाई विस्तृत जानकारी दिएँ। पक्का पनि यो सामग्रीले तमाम मौरी पाल्ने किसानहरू लगायत हामी खेती किसानमा आबद्ध भएका जति पनि किसानहरू हुनुहुन्छ उहाँहरूको यो उत्पादन र उत्पादकत्व बढाउनको लागि मौरीले खेल्ने भूमिकालाई मनन गर्दै आउने दिनहरूमा त्यस्ता मौरी पाल्ने किसानहरूलाई सम्मान गर्दै र त्यस्ता जति पनि मौरीहरू छन् ती मौरीहरूको हामीले संरक्षण र सम्वर्धन गर्न भूमिका मिल्नेछ भन्ने विश्वास राख्दै आउने दिनहरूमा फेरि यस्तै कृषिसँग सम्बन्धित रहेका उपयोगी सामग्री लिएर आउने बाचा गर्दै अहिलेलाई यहाँहरूबाट बिताउँछौँ। नमस्कार।